हजुर नमस्कार। हजुर नारायण। तपाईलाई ज्योति मगर मनपर्छ कि सिलु दिदी मनपर्छ? मलाई त ज्योति मगर नि। ज्योति मगर मन पर्नुको कारण के त? ज्योति मगरको सोच विचार अहिले लास्टको राजनीतिक घटना विकसित घटनाक्रमप्रतिको विश्लेषण उनको विश्लेषण मलाई साह्रै मन पर्छ। त्यही कारणले उनको विचार चाहिँ मनपर्छ भन्न खोजे हो। व्यक्तिगत रूपमा गएर व्यक्तिगत आचरण साचरणका कुराहरू गर्नुभन्दा पनि उहाँको विचारप्रति चाहिँ म एकदम प्रभावित छु। ज्योति मगरको राजनैतिक विचारले या सैद्धान्तिक विचारले चाहिँ देशमा परिवर्तन ल्याउँछ त? ज्योति मगरको राजनीतिक विकास क्रमले उहाँले नेतृत्व गर्ने त होइन हेर्नु, तर जनतामा चाहिँ त्यो खालको चेत चाहिँ विकास हुनुपर्छ, जरुरी रहेछ भन्ने कुरो चाहिँ अहिलेको विकास घटनाक्रमले चाहिँ प्रमाणित गर्ने कुरो चाहिँ यथार्थ हो। भनेको तपाईको भनाइ चाहिँ ज्योति मगरको जतिको चेतना स्तर हरेक जनतामा हुनु पर्यो। एकदम जरुरत, त्यो कुराको जरुरत छ, आवश्यक पनि छ। त्यसले चाहिँ